हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ मैले पपीहरूको बारेमा एकदमै एउटा गम्भीर टपिक, पपीहरूलाई लाग्ने रोगहरूमध्ये एकदमै सिभियर, एकदमै पपीहरूको धेरैको लाइफ टेकिङ यो भाइरस हो पार्भो भाइरस। पार्भो भाइरस चाहिँ हजुरको एकदम मेनली डगहरू, ब्रिड डग होस् या लोकल डग होस्, ठुलै डग होस् या सानो डग होस्, सबैलाई लाग्ने पार्भो भाइरस चाहिँ एकदमै रिस्की डग डिजिज हो है। पार्भोको कारण चाहिँ धेरै पपीहरू चाहिँ डेथ भएको छ। अनि हजुरको पार्भोको चाहिँ सबभन्दा मेन सिम्टम पपीले एकदम खाना खान बन्द गरिदिने, भमिट गर्न थाल्ने र भमिटको साथसाथै त्यसपछि डायरिया, एकदमै गनाउने, एकदमै मेसी टाइपको तपाईँको मासु कुहिएको जस्तो गनाउने, डायरियाहरू गर्न थाल्छ र एक दिनपछि चाहिँ हजुरको ब्लड पनि त्यहीसँग फलो हुन्छ। कहिलेकाहीँ भमिटमा पनि रगत देखिएको हुन्छ। पार्भोले चाहिँ तपाईँको एकदमै डगीहरूलाई, अहिले यो मैले भिडियोहरूमा देखाइरहेको जुन पपीहरू छन् सबै पार्भो इन्फेक्टेड हो। यो अझ भिडियोमा धेरै चिजहरू मैले समेट्न नसकेको भएर हो। धेरै सालमा धेरै पपीले आफ्नो लाइफ चाहिँ गुमाएको हुन्छ पार्भोको कारणले गर्दाखेरि। यो पार्भोको चाहिँ 100% ट्रिटमेन्ट यही नै हो भनेर चाहिँ हुँदैन, तर प्रपर केयर गरेर र हजुरको भेटनेरियन राम्रोसँग तरिकाले हजुरले फलोअप गर्न सक्नुभयो भने पार्भोलाई चाहिँ हजुरले कोअप गर्न सक्नुहुन्छ। सबभन्दा पहिलो सुरुमा हजुरले पपीलाई भमिट भएपछि र फलोइङ डायरिया हुने साथै एकदम फास्ट नजिकको भेटनेरियन हस्पिटल या भेटनेरियनसँग काउन्सिलिङ गरेर लगिहाल्नुहोस्। त्यहाँ गएर हजुरले चाहिँ अहिले ऱ्यापिड पार्भो टेस्ट किट पनि पाइन्छ, त्यसमा त टेस्ट गरेर पार्भोको बारेमा उसलाई के छ, पोजिटिभ छ नेगेटिभ छ एकचोटि चेक गरिहाल्नुहोस्। र पार्भो पोजिटिभ भएको खण्डमा चाहिँ हजुरले उसलाई चाहिँ ड्रिप थेरापी भन्छ हामीले, जस्तै नेपाली सरल भाषा भन्नु पर्दाखेरि तपाईँको स्लाइन लाउने भनिन्छ। त्यो चाहिँ गर्न अप्ठ्यारो नमान्नु। यो पपी हेर्नुहोस् त, 3 दिन एकदमै गलेर गएको पपी हजुरको 3rd डेको ट्रिटमेन्टपछि एकदम एक्टिभ भएर उसले खानाहरू खान थाल्यो, भमिटहरू रोक्यो, उसको एकदमै लेथाल जिउहरू एकदमै गलिसकेको थियो। यो पपी फेरि ब्याक टु फर्म आयो। त्यो कारणले गर्दाखेरि हाम्रो मेन टार्गेट चाहिँ पार्भो भन्छ त पपीलाई चाहिँ भमिट भएको, डायरिया भएको अनुसार हजुरले चाहिँ एकचोटि भेटनेरियनका लगेर त्यसलाई एकदमै राम्रोसँग गरिहाल्नुहोस्। एकचोटि चाहिँ हजुरले एकचोटि टेस्ट गरिहाल्नुहोस् र टेस्ट पोजिटिभ आउने साथै हजुरले चाहिँ ड्रिप थेरापीमा पपीलाई राखिदिनु पऱ्यो। हजुरले टाइमली पपीलाई चाहिँ भमिट डायरिया भएको थाहा हुन्छ